He said, glad you're here. Hello everyone, good evening मेरो प्यारो YouTube फ्यामिलीलाई। मैले गीत सुन्दै भिडियो बनाउँदै थिएँ। म चाहिँ बाबाको फोनमा चाहिँ गीतहरू सुन्दै थिएँ अनि मेरो फोनबाट चाहिँ भिडियो बनाएँ। अनि तपाईहरु पनि मेरो गीत सुनेर चाहिँ छक्कै पर्नुहुन्छ होला है। म चाहिँ यस्तो गीतहरू सुन्छु नि त, म चाहिँ पुरा मन पर्छ यस्तो गीतहरू हो। तपाईहरुलाई चाहिँ सायद मन पर्दैन होला यस्तो गीतहरू, सो मलाई चाहिँ मन पर्छ। र म चाहिँ यहाँनिर सब्जीहरू नि पर्सी काटिसके बोक्रा तासिसकेर चाहिँ धोएर ल्याएर अब काट्नु रेडी हुँदै चाहिँ तपाईहरुलाई देखाउँदै छु। यहाँनिर सब्जी पर्सी काट्दै गरेको आलु पनि थियो, आलु चाहिँ कम्ती मिक्स गरेँ। सो आलु चाहिँ बेसी मेरो बाबा आमाले खानु हुँदैन नि त, त्यही कारणले पर्सी बेसी आलु कम्ती गरेर चाहिँ काट्दै थिएँ। तपाईहरुलाई देखाउँदै थिएँ। सो हेर्नुस् है त लास्टसम्म र गीत पनि सुन्नुस् है त मेरो कस्तो छ। म चाहिँ घरमा एक्लै हुन्छु, बाबा आमा म त हामी तीनजना मात्रै छौँ नि त। सो त्यही कारणले एक्लै अल्छी लाग्छ, बोल्ने साथी पनि कोही हुँदैन नि त। त्यही कारणले चाहिँ गीत सुन्दै खाना सब्जी पकाउँदै थिएँ नि त म। अन्त त्यही भएर चाहिँ यहाँनिर चाहिँ मैले सब्जी धोएर पनि ल्याएर सब्जी काट्दै थिएँ। यहाँनिर तपाईहरुलाई पनि देखाउँदै थिएँ यहाँनिर सब्जी काटेको। तपाईहरुलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट गरिदिनुस् है त। मलाई त्यो अरूलाई जस्तो राम्रो भिडियोहरू बनाउनु त आउँदैन, राम्रो भोइस ओभर गर्नु नि आउँदैन। सो एक दिन चाहिँ आई होप तपाईहरुले भनेको जस्तो सोचेको जस्तो भिडियो बनाउन कोसिस गर्नेछु है। सो डे बाई डे कोसिस चाहिँ गर्दैछु। आई होप एक दिन सक्सेसफुल हुन्छु भनेर चाहिँ आश चाहिँ छ है। सो गाइस म चाहिँ सब्जीहरू नि काटिसकेँ, यहाँ देख्नुहुन्छ फर्सी र आलु, र तपाईहरुलाई देखाउँदै थिएँ अब चाहिँ पकाउनु। सो म चाहिँ अघि सब्जी काट्दै थिएँ नि त, त्यतिखेर चाहिँ आमाले आगो फुकिदिनु भएछ अनि यहाँनिर पानी पनि बसाइदिनु भएछ। सो अब चाहिँ पानी तातिसकेर चाहिँ सब्जी पकाउनु पर्छ है। सो गाइस मैले सब्जी यहाँनिर बसाइसकेको छु। सो यो चाहिँ हो हामी तीनजनाको लागि सब्जी, कम्ती छ हामी तीनजना मात्रै, त्यही कारणले कम्ती सब्जी। सो गाइस मेरो चाहिँ डिनर पनि रेडी भइसक्यो, अब चाहिँ खानुपर्छ बेलुकाको डिनर।